एउटी महिलाको मन। म तिमीबाट महल चाहन्न, महँगा गिफ्ट पनि चाहन्न। मलाई त केवल तिम्रो मनमा मेरो लागि सधैँ एउटा सुरक्षित ठाउँ चाहिन्छ। म चाहन्छु मेरो मुस्कानको कारण तिमी बन, अनि मेरो आँसुको बेला मेरो सहारा पनि तिमी नै बन। जब म थाक्छु तिमी ठिक छौ भनेर सोध्ने एउटा आवाज बन। जब म हार्न लाग्छु मेरो हात समातेर म छु नि भन्ने विश्वास बन। मलाई संसारकै सबैभन्दा सुन्दर महिला बन्नु आवश्यक छैन, तर तिम्रो जीवनमा सबैभन्दा धेरै सम्मान र माया पाउने व्यक्ति पनि बनाऊ। किनकि महिलाले सबैभन्दा पहिले प्रेमभन्दा पनि सम्मान खोज्छे। मसँग दिनभर कुरा गर्न नसके पनि हुन्छ, तर दिनको अन्त्यमा आज तिम्रो दिन कस्तो रह्यो भनेर सोध्ने समय निकाल्दिनु। म रिसाउँदा जित्ने प्रयास नगर, मेरो मन बुझ्ने प्रयास गर। मेरो कमजोरीलाई हाँसो नबनाऊ, बरु ती कमजोरीहरूसँग मलाई स्वीकार गर। मलाई दुनियाँलाई देखाउनको लागि गरिने प्रेम चाहिएको होइन, भिडमा मात्र होइन एकान्तमा पनि उस्तै सम्मान गर्ने मन चाहिएको हो। मेरो सपनालाई आफ्नै सपना सम्झेर साथ दिने साथी चाहिएको हो। म पूर्ण पुरुष खोजीमा छैन, म त केवल यस्तो मान्छे खोजीमा छु जसले परिस्थितिले बदलिँदा पनि आफ्नो माया नबदलियोस्, जसले प्रेमलाई शब्दले होइन व्यवहारले प्रमाणित गरोस्। किनकि एउटी महिलाको सबैभन्दा ठुलो चाहना महँगो उपहार पाउनु होइन, उसका लागि सबैभन्दा अमूल्य उपहार भनेको साँचो माया, अटल विश्वास, सम्मान र जुनसुकै परिस्थितिमा पनि साथ नछोड्ने एउटा मन हो। यही माया, यही आत्मीयता र यही विश्वासले नै एउटी महिलाले पुरुषबाट जीवनभर चाहने सबैभन्दा सुन्दर उपहार हो।